ल गाइस ट्राई गर्न गइरहेको छु म। वाइल गाह्रो छ है, कट्दैन जस्तो लागिरहेछ 95%। हेरौँ के थाहा क्यापेबल पो छ कि। ओइ 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 ल ओइ। हेलो गाइस, वेलकम ब्याक टु अनदर भिडियो है। आज चाहिँ म हाम्रो हबी प्लसको CR18P आर्कटसको रिभ्यू भिडियो बनाउन गइरहेको छु। ल टक्क यहाँ हेर्न सक्नुहुन्छ ठाउँ। यहाँ भाइ टक्क यहाँ क्रलिङ गरिरहेछ अर्को गाडीमा हैन। ल भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ म टक्क तपाईँको लागि यसको फङ्सनहरू देखाउन गइहाल्छु है। टक्क हेर्न सक्नुहुन्छ यो चाहिँ यसको रिमोट हो 6 च्यानलको। अनि यो चाहिँ लाइट कन्ट्रोल गर्ने हो है। लाइट हेर्न सक्नुहुन्छ 5 मोडहरू हुन्छ है। यसमा चाहिँ साइलाइटहरू नि हुन्छ है। यो फ्ल्यासिङ यो लाइट भयो, हेजर मोड। अनि यो चाहिँ टक्क हेर्न सक्नुहुन्छ साइलाइट बलेको। अनि अब अरू फङ्सनहरू भनेको चाहिँ यसमा चाहिँ अब लो स्पिड र हाई स्पिड पनि छ है। यो अहिले लो स्पिडमा छ, यहाँ बिचमा लग्नु भने न्युट्रलमा छ, हल्का तल झऱ्यो। यता लग्नु भने चाहिँ हाई स्पिडमा इन्गेज भयो है। त्यो पनि देखाउँछु म तपाईँलाई एकछिनमा। लो स्पिडमै राखौँ है अहिले। अनि यसको अर्को मेन फङ्सन भनेको चाहिँ यसमा यहाँ वर्किङ विन्च छ है। सो गाइज विन्च देखाउन गइरहेको छु है। विन्च हेर्न सक्नुहुन्छ फुल्ली रिमोटदेखि वर्किङ विन्च छ है। यो विन्च कन्ट्रोल गर्न चाहिँ यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ छ। विन्च पनि फुल्ली प्रोपोर्सनल छ है। तपाईँले अब बिस्तारो लग्नु भने बिस्तारो निक्लिन्छ है। हेर्न सक्नुहुन्छ। फास्ट गर्नु भने फास्ट निक्लिन्छ। फुल्ली वर्किङ विन्च भयो है। अनि अहिले तपाईँले डेमोन्स्ट्रेसन देखाइहाल्छु। अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ यसमा ऱ्याम छ है। यहाँ ऱ्याम हेर्न सक्नुहुन्छ है तपाईँले। टक्क दुईतिरै ऱ्याम छ। टक्क यहाँ लोड गर्न सक्नुहुन्छ अलिक फ्ल्याट सर्फेसमा राखेर है गाडीहरू। टक्क तपाईँले विन्चले पनि टक्क तानेर लोड गर्न सक्नुहुन्छ गाडी न्युट्रलमा राखेर। ल गाइज अब स्टार्ट गरौँ क्रलिङ भिडियो। सुरुमा त यहाँ ढुङ्गामाथि लग्न जाँदैछु म। हेरौँ यो त्यस्तो गाह्रो त छैन है, त्यही पनि हेरौँ। ल इजी गएको छ यो त। साइडमा तपाईँले जिप ग्लाडिएटर नि हेर्न सक्नुहुन्छ है। त्यसलाई नि अलि यहाँ माथि राखेर टो गर्छौँ। अनि टक्क माथि गाडी राखेर कस्तो पर्फर्म गर्छ त्यो नि हेर्छौँ है हामी। अब अगाडि त बाटो हेर्न सक्नुहुन्छ, त्यस्तो गाह्रो त छैन। ल सरर यो त इजी भइहाल्यो है। अब माथि हल्का गाह्रो छ ढुङ्गा है। म माथि लग्न ट्राई गर्छु एकचोटि। लो गियरमा हाल्न चलाइरहेको छु है गाइज। अहिले चाहिँ मैले हाई गियरमा चाहिँ हालेँ होइन। इजी क्रल हानिदिइरहेको छु लो गियरमा। अब यो चाहिँ एकदम च्यालेन्जिङ भिडियो छ है। म अगाडि लग्न ट्राई गर्छु तर फिक्स गर्दैन कट्न त। त्यही पनि एकचोटि ट्राई गरौँ। ल गाइज ट्राई गर्न गइरहेको छु म। वाइल गाह्रो छ है, कट्दैन जस्तो लागिरहेछ 95%। हेरौँ के थाहा क्यापेबल पो छ कि। ओइ 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 ल ओइ यो त जान्छ यार। उही दामी यार, दामी कट्थ्यो गाइज है। दामी क्यापेबल रहेछ यार। म त कट्दैन जस्तो लागिरहेको थियो। ल अगाडि त अब यो सजिलै बाटो भइहाल्यो। टक्क हेर्न सक्नुहुन्छ बालुवामा नि पर्फर्मेन्स। टक्क अगाडि ढुङ्गा छ है। अब हेरौँ कसरी जान्छ। अप्रोच एङ्गल सिधै छ। ओहे दामी कट्यो यार। ल अब त यस्तो गाह्रो छैन है। यो त सानो सानो जराहरू छ। अब फेरि तल हेरौँ झारेर पनि ट्राई गरौँ। ल स्लोली लाइटहरू हेर्नु टक्क इन्डिकेटर पनि फुल वर्किङ है। माथिको बार लाइट पनि अन गर्न मिल्छ। अहिले चाहिँ अन गराएँ होइन। ल ल ल आयो आयो इजी। यो चाहिँ टक्क 6x6 हो है। दामी छवटै विलमा पावर जान्छ है। त्यही भएर नि दामी क्रलिङ गर्छ। हल्का गाह्रोतिर पनि दामी क्यापेबल छ। ओह्रालो पनि पर्फर्मेन्स हेरौँ अब। वेट
हेर्न सक्नुहुन्छ सस्पेन्सन ट्राभल दामी छ। सो गाइस अहिले चाहिँ यहाँ रिमोटमा हेर्न सक्नुहुन्छ यो स्पिड कन्ट्रोल गर्ने भइहाल्यो। यो लेफ्ट भने लो स्पिड, यता भने हाई स्पिड है, यो बिच भने चाहिँ न्युट्रल हो। ल लो स्पिडमा लगाएर फुल थ्रटल दिएर हेर्छु म कतिको जान्छ। ल हेरौँ है त, हेरौँ यो चाहिँ लो स्पिडमा है, फुल थ्रटल दिइरहेको छु मैले। अब टक्क घुमाएर नि हेरौँ, फुल है यो चाहिँ। ल गाइस अब हाई स्पिडमा राख्छु म है, यो भने चाहिँ हाई स्पिडमा भयो। ल अब हाई स्पिडमा फुल थ्रटल दिन्छु म, कस्तो कुद्छ हेरौँ। आम्मममम हाई स्पिडमा चाहिँ दामी छ है, स्पिड हेर्न सक्नुहुन्छ। आम्मम दामी कुद्दो रहेछ यार हाई स्पिडमा त, हेर्न सक्नुहुन्छ है स्पिड। ल गाइस ड्रिफ्ट पनि हानिदिन्छ कि क्या हो हाई स्पिडमा त, ड्रिफ्ट चाहिँ अलिक हान्दैन 6वटा चक्का भएर, त्यही पनि दामी कुद्छ है हाई स्पिडमा, हेर्न सक्नुहुन्छ स्पिड दामी छ। ल गाइस अब टक्क चढाएर हेर्छु म, सरर चढ्छ है यहाँ। अनि टक्क अगाडि टक्क विल यहाँ राखेपछि ठ्याक्क लक भयो है। तपाईँले नभए विन्च लाएर पनि तान्न सक्नुहुन्छ, तर यसमा चाहिँ न्युट्रल छैन, त्यही भएर विन्चले तान्न मिलेन हामीले। अब म ऱ्याम्पलाई भित्र हाल्छु। ल अब टक्क लोड राखेर पनि चलाएर हेरौँ है त कसरी टो गर्छ। यहाँ तपाईँले सस्पेन्सन लिङ्कहरू राख्नुभयो भने चाहिँ अलिकति बढी स्टेबल हुन्छ, लोड राख्नुभयो भने। मैले त्यो अनबक्सिङ भिडियोमा देखाएको थिएँ तपाईँलाई, त्यो लिङ्कहरू राख्नुभयो भने चाहिँ अलिकति स्टेबल हुन्छ, तर लिङ्कहरू नराख्ने यतिको ठिकै छ। तर अब यहाँ माथि लोड राखिसकेपछि चाहिँ सेन्टर अफ ग्राभिटी तपाईँको अलिकति माथि जान्छ है, त्यही भएर त्यो पुरै रकहरूतिर धेरै क्रलिङ चाहिँ गर्न मिलेन। यस्तो सिधा बाटोमा त मजाले तान्छ, हेर्न सक्नुहुन्छ तपाईँले, मजाले गइरहेछ है। अब माथि यो सानो अब्स्ट्याकल छ, हेरौँ लोड लिएर कसरी जान्छ। ल इजी तानिरहेछ है यहाँसम्म चाहिँ। ओइ 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 झऱ्यो हेयर सेट। ल गाइस यतिको ठिकै पर्फर्म गरेछ है लोड राखेर पनि। पछाडि टक्क हेर्न सक्नुहुन्छ जिप ग्लाडिएटर बोकेको छ है, हल्का अलिकति गाडी अफरोडिङमा जाउँ अब। ओइ ओइ यतिको चढ्दियो भनेपछि त ठिक हो यार, पर्फर्मेन्स त दामी छ जे होस्। हल्का स्पिड दिएर हेर्छु अब म, तर पछाडि जिप ग्लाडिएटरलाई नि हेर्नुपर्ने हुन्छ है, अहिले जस्तै चिप्लेर नझरोस् फेरि। गियर चेन्ज गरौँ हाईमा, कस्तो जान्छ हाईमा, अलिकति स्पिड पुगेन जस्तो छ। हेरौँ हाईमा राखेर अब। ओइ 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 झरे 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 सिट बचाउनु खोज्ने हुँदै। सो गाइज यसको चाहिँ सर्भो यो एक्सलमै ठ्याक्क जोडेको छ है, यसको रिजनले चाहिँ अब यो सेन्टर अफ ग्राभिटी अलिक तल हुन हेल्प गर्छ है। जे होस् ओभरअल पर्फर्मेन्स दामी छ, अघि त्यस्तो दामी ढुङ्गामा पनि चढ्दियो है मजाले, दामी छ गाइज। जे होस् भिडियो चाहिँ। अनि यसको सस्पेन्सन चाहिँ अर्को कुरा भने ओइल फिल सस्पेन्सन हो है, ट्याक्क हेर्न सक्नुहुन्छ, ठ्याक्क बााउन्सी छैन, यो स्प्रिङ सस्पेन्सन चाहिँ अलिक बााउन्सी हुन्छ, ओइल फिल चाहिँ ठ्याक्क झरेपछि हेर्न सक्नुहुन्छ बााउन्स गर्दैन है, यसले पनि दामी हेल्प गर्छ क्रलिङ गर्नलाई। ल गाइस कस्तो लाग्यो भिडियो भनिदिनु होला। आजको लागि चाहिँ यति नै हो। अनि लास्ट कुरा भनेको चाहिँ यसको फोल्डिङ मिरर पनि छ है, हेर्न सक्नुहुन्छ। आज मिरर चाहिँ खोल्न बिर्सिएछ, तर अफ रोडिङमा खासै मिरर जरुरत त पर्दैन, ट्याक्क मिरर खोलेर दामी देख्छ। ल गाइस सी यु इन द नेक्स्ट भिडियो है त, रिभ्यू कस्तो लाग्यो भनिदिनु होला।